लाज हुनुपर्ने हो क्या मान्छेहरूलाई 2-3 मिलियन फलोवर बोकेर फरिमा भिडियो गएन सर्च बारमा गएर यो सर्च गर त्यो सर्च गर अनि भाइरल भएन भने आएर मलाई भन्ने लाज लाग्दैन बिचरा सोझा सोझा टिकटक युजरहरूलाई जे पाए त्यही सिकाउन त्यहाँ गएर सर्च गर्ने अनि उनीहरूको भिडियो आउँछ अनि त्यही हेर्ने अनि त्यसबाटै भिडियो बनाउने भने द्याट मिन्स तिनीहरूको भिडियो पपुलर गराउने हो तिनीहरूले जे भने त्यही फलो गरेर तपाईँको भिडियो कुन चाहिँ भाइरल भयो हेरौँ त 2-3 मिलियन फलोवर्स भएको मान्छेले त अलिकति साँच्चीकै लिजिट कुराहरू सिकाउनु नि ताकि साँच्चीकै त्यो 2-3 मिलियन फलोवर्सहरूलाई सपोर्ट होस् अनि तिनीहरूको प्रोफाइल भिजिट गर्यो भने 2-3 मिलियन फलोवर भएको मान्छेको भ्यू जम्मा 20, 25, 30, 40 के अड्किरहेछ यो हाउडेहरूको पछि नलाग्नु होला हो नयाँ नयाँ फिचरहरू हुन्छ टिकटकमा अपडेट भएको त्यो युज गर्नु बरु त्यसले पुस गर्न सक्छ अलिकति किन भन्दाखेरि टिकटकलाई पनि त आफ्नो ग्रो गर्नु छ नि त होइन र त्यो सर्च बारमा गएर माई फर यु टाइप गर त अनि तेरो भिडियो भाइरल भएन भने मलाई भन् व्हाट द फक क्यान यु स्टप